हाम्रो यो गोर्खा स्कुलको वार्षिक कार्यक्रम अनुसार हामी प्रत्येक वर्ष कक्षा 8 का विद्यार्थी भाइ बहिनीहरूलाई हामी यो टाङ जिल्ला भित्र रहेका विभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक स्थलहरूको शैक्षिक भ्रमण गराउने कार्यक्रम अनुसार आज हामी यो तङ्गेशरण गाउँपालिका अत्यन्तै सुन्दर गाउँपालिकाको रूपमा यो टाङमा चिनिएको गाउँपालिका हो र यो थारू संग्रहालय जहाँ थारूहरूको रहन सहन, संस्कृति, परम्परा, रीतिरिवाज, थारूहरूको दैनिकीको बारेमा हामीले किताबमा पढेर होइन, हामीले यहाँ देखेर धेरै कुराहरू आज सिकिसकेका छौँ जस्तो मलाई लाग्छ। यद्यपि हाम्रो लमैबाट आउनुभएका विद्यार्थी भाइ बहिनीहरूले अहिले एकछिनपछि हामी अवलोकन गर्ने नै छौँ, तर हामी धेरै कुराहरू हामीलाई थाहा छ। हामी सिक्ने तरिका हाम्रो फरक फरक हुन्छ। कोही सुनेर, देखेर, अनुभव गरेर विभिन्न तरिकाले हामी सिक्ने गर्छौँ, तर हामीले थारूको बारेमा सम्पूर्ण कुराहरू सिक्ने अवसर यहाँ देखेर पनि हामी सिक्न सक्ने एउटा प्रकारको यो आज भाइ बहिनीहरूलाई पक्कै पनि 15 मिनट जति टाइम लिन्छु। 15 मिनटको टाइममा आजको सानो क्लास हुन्छ है त। भाइ बहिनीहरूले चाहिँ सायद मलाई लाग्छ अघि मैले नोट गरिरहेको थिएँ, तपाईँहरू चाहिँ हतारमा हुनुहुन्थ्यो, धेरै कुराहरू छुटेको होला, तर तपाईँहरूलाई चाहिँ मैले यहाँबाट फर्किँदाखेरिसम्म केही न केही कुरा, यहाँको पोजिटिभ कुरा चाहिँ लिएर जानुहुन्छ जस्तो लाग्छ। मैले चाहिँ सिकाउने प्रयास गर्नेछु। पुनः मैले यो सबै भाइ बहिनीहरू अनि उपस्थित हाम्रो सर म्याडमहरूलाई मैले सङ्ग्रहालयको बारेमा केही जानकारी गराउन चाहन्छु। पुनः सम्पूर्णलाई नमस्ते। म चाहिँ नरेन्द्र चौधरी है। म चाहिँ बजार व्यवस्थापक मेरो पोस्ट। अहिले चाहिँ हाम्रो यहाँ म्यानेजर म्याडम हुनुहुन्न, उहाँको अनुपस्थितिमा मैले चाहिँ हाम्रो सङ्ग्रहालयको बारेमा केही ब्रिफ गर्छु। तपाईँहरूले चाहिँ नोट गरिदिनु होला। पक्कै पनि आज तपाईँलाई केही न केही फलदायी हुनेछ जस्तो लाग्छ। हामी अहिले बसेका छौँ, जुन अवस्थित हामी यहाँनिर अड्डिएका छौँ अथवा हामी चाहिँ सङ्ग्रहालय अवलोकन गर्न आएका छौँ, यो चाहिँ दङ्गीशरण गाउँपालिका 3 चखोरा दाङमा अवस्थित छ है त। यो दङ्गीशरण गाउँपालिका 3 चखोरा दाङमा अवस्थित छ। यो थारू सङ्ग्रहालय, थारू सांस्कृतिक संरक्षण केन्द्र संस्था 2075 साल 10 महिना 3 गते जिल्ला प्रशासनको अनुमति लिएर यो फर्मल रूपमा सञ्चालनमा आएको हो। अलि छिटो भयो। यो संरक्षण केन्द्र विशेष गरी हाम्रो यो थारूहरूको
विषयलाई लिएर थारू सांस्कृतिक संरक्षण सम्वर्धन प्रवर्धन गर्ने हिसाबले चाहिँ यो संस्था अहिले 7औं वर्षमा जम्प गरिसक्यो। यो पिरियडमा चाहिँ धेरै क्रियाकलापहरू गर्न सफल भएको छ। सायद मलाई लाग्छ गोर्खा बोर्डिङ योभन्दा पनि 2-3 स्टेप 2-3 चरणमा अध्ययन अवलोकनको सब्जेक्ट पारेर चाहिँ यहाँ आइसक्नु भएको छ। आज चाहिँ मैले नयाँ अनुहार देख्दैछु। पक्कै पनि भाइ बहिनीहरू घोराई जिल्ला हाम्रो दाङ जिल्लाकै घोराई र लमाईबाट आउनु भएको हुनाले तपाईँहरूलाई पनि मैले केही कुरा सेयर गर्ने मौका पाएँ। मैले चाहिँ विषयवस्तुमै थिएँ। तपाईँहरूलाई चाहिँ यो मैले सरसर त्यसको ब्रिफ भन्न चाहेँ है त। यो चाहिँ यो कम्पाउन्ड 5 बिघा 3.5 कट्ठासम्म क्षेत्रफलमा अवस्थित छ है यो। अनि यो क्षेत्रफल भएको चाहिँ ब्याकवर्ड सोसाइटी एजुकेसन बेस भन्ने प्रोजेक्टको नाममा छ है, किनकि यो संस्था त्यसको ल्यान्डसँग एग्रिमेन्ट गरेको छ। अनि यो चाहिँ अहिले 3-4वटा हाँगामा बाँधिएको छ। फेरि अहिले हामी जुन सेकेन्ड पार्टमा छौँ, यहाँ 4वटा हाँगा छ। एउटा म्युजियम भइहाल्यो, एउटा फुडल्यान्ड छ, अर्को चाहिँ एग्रिकल्चर पार्ट छ, अर्को चाहिँ हाम्रो निर्माणको कामहरू हुन्छ। यी 4वटा कुराहरू बाँधिएको छ। म चाहिँ अहिले बिचमा हामी अफिसबाट नै हेर्दैछौँ। हाम्रो प्रत्येक ढोका हाम्रो साथीभाइहरू हुनुहुन्छ, स्टाफहरू, उहाँहरूसँग पनि केही जानकारी लिन सक्नुहुन्थ्यो। तपाईँहरूले जिज्ञासा राख्नुभयो कि नै। मैले तपाईँहरूलाई चाहिँ थोरै अब यो भित्रको कुरा गरेँ है। हाम्रो मेन गेटबाट भित्र छिर्ने बित्तिकै पश्चिम साइडमा चाहिँ फुडल्यान्ड छ, उहाँ चाहिँ चखुरा थारू रिसोर्ट भनेर सञ्चालनमा छ। हामी चाहिँ सेकेन्ड गेटभन्दा भित्र छिर्ने बित्तिकै यो चाहिँ थारू कल्चरल म्युजियम, जो थारू सांस्कृतिक संरक्षण केन्द्र नामाङ्करण गरेर चाहिँ सञ्चालनमा आएको छ है। थारूहरूले जहिले नै जल जङ्गल र जमिनसँग घनिष्ठ सम्बन्ध हुन्छ हाम्रो। उसले चाहिँ आफ्नो एग्रिकल्चरलाई मुख्य पेसा मान्छ। हामीले चाहिँ माघी पर्व मनाउनुभन्दा अगाडि माछाहरू स्टक गर्ने, माछाहरू धेरै उत्पादन गर्ने, अथवा चाहिँ भिउरा बनाइसकेपछि माछाहरूको भुरा धेरै भयो भनेपछि चाडपर्वमा चाहिँ आगन्तुक पाहुना आफ्नो अतिथिहरूलाई स्वागत गर्ने हुन्छ। त्यो माघीको भिउरा देखाएको छ है, मगौटा भिउरा। साइडमा चाहिँ झरना छ त्यहाँनिर। यो झरना चाहिँ नेचुरल होइन, बनाएको हो। यो झरनाले चाहिँ धेरै जसो भिजिटरहरूलाई इम्प्रेसन गर्छ कि अलि नजिक, अलि त एट्र्याक्सन गर्छ, अलि त फोटो खिचाउँ अथवा चाहिँ त्यसले चाहिँ नजिक बनाउँछ। यो चाहिँ ललित कलाको स्टुडेन्ट हाम्रो मिथु थारू नेसनल अवार्डेड हुनुहुन्छ, उहाँबाट बनाइएको हो। उहाँ मेरो साथी पनि हुनुहुन्छ। बिचमा म दक्षिणतिर गएँ। अब पछाडि देख्नुभएको छ एउटा थारू राजाको शालिगको पूर्व साइडमा चाहिँ वायुपङ्खी घोडी, पश्चिम साइडमा चाहिँ अप्सरा देखिराख्नु भएको छ होइन। त्यसको पनि थोरै हिस्ट्री भनिदिएँ है। त्यहाँनिर चाहिँ तपाईँहरूले देख्नुभयो होला, थारू पनि राजा थिए होइन। उहाँको पालामा चाहिँ ऊ एकदमै जिद्दी स्वभावको राजा हुनुहुन्थ्यो। शिकार खेल्ने क्रममा चाहिँ उहाँलाई एउटा वायुपङ्खी घोडी भेट्नुभयो, देख्नुभयो। जसरी पनि चाहियो भनेर जिद्दी स्वभावको 4-5 दिन लगाएर हासिल पनि गर्नुभयो। तर त्यो घोडी चाहिँ एकदमै राजालाई एकदमै इम्प्रेस गर्यो होइन। उसले राजाले हासिल गरिसकेपछि सूर्य उदयपछि अस्ताउँदासम्म घोडी, राति भइसकेपछि अटोमेटिक अप्सरा भइहाल्ने, परिणत भइहाल्ने, त्यति शक्ति भएको रहेछ है। यो थोरै तपाईँहरूले युट्युबमा सर्च गर्नु होला, एबाउट दङ्गीशरण किङ भनेर, त्यहाँ पनि पाउनुहुन्छ यो यसको बारेमा। म चाहिँ अलि अगाडि आएँ फेरि। अनि हामी फर्स्ट ब्लक, हामीसँग 5वटा ब्लक छ। 5वटा ब्लकमा पहिलो ब्लकमा हामी चाहिँ कल्चरल हाउस भनेको छ, त्यहाँ सांस्कृतिक घर अथवा चाहिँ त्यहाँ हामी पहिलो छिर्ने बित्तिकै माघी पर्वमा नाचिने नाच छ त्यहाँ।
you.